आज चाहिँ मैले हाम्रो फ्याक्ट्रीको मिनी ब्लक लिएर आएको छु भने यो हाम्रो श्री फर्निचरको मेन इन्ट्रेस्ट रहेको छ। यहाँबाट भित्र छिरेपछि पुरै कम्पाउन्ड हाम्रो रहेछ। बाहिर चाहिँ केही फर्मका पोकाहरू आएको रहेछ भने म सिधै अफिसमा गएँ। अफिसमा जाँदाखेरि चाहिँ हाम्रो लक्ष्मी भाइले चाहिँ केटाहरूको हाजिर हेर्नु हुँदो रहेछ, किनभने हाजिर पनि हेर्नुपर्ने हुन्छ। कोही भाइहरू अप्सन बस्न सक्नुहुन्छ। त्यस पछाडि म सिधै ढिलो नगरी फोटो खिच्ने ठाउँमा गएँ। यहाँ चाहिँ आज कुन सोफा रेडी गर्नुभएछ भाइहरूले भनेर हेर्न गएको। एकदमै राम्रो क्वालिटीको नेभी ब्लू कलरमा रहेको यो हेभी 7 सिटर सोफा चाहिँ तयार गरेर भाइहरूले फोटो खिच्नको लागि रेडी गरेर राख्नु भएको रहेछ। त्यस पछाडि म यो पछाडिको डोरबाट बाहिर निस्केँ। आकाश भाइ टाउको कनाउँदै गइरहेको थियो भने म पनि आकाश भाइको पछाडि गएँ। पछाडि जाँदाखेरि चाहिँ यो हाम्रो काठ चिरानमा चाहिँ यसो हेर्छु बाहिर त खाना खाने बेला भइसकेको रहेछ, खाना खाइरहेछन्। त्यस पछाडि मैले यतापट्टि गएर हेरेँ। यतापट्टि हाम्रो कपडा मोड्ने साथीहरू पनि खाना खान लाग्नुपर्छ। किचनमा गएर छिरे हेलो दाइ के छ भनेको, के तरकारी छ भनेको, आज बन्दाकोपी र टमाटरको अचार छन् ल गज्जब भने। त्यस पछाडि म यतापट्टि फर्निचर सेक्सनमा यहाँ पनि हाम्रो दराज बन्दैछ, भाइहरू पनि खाना खान जानुपर्छ। त्यस पछाडि म यता छोटु जिकोमा गएँ। यहाँ चाहिँ अलिकति स्पेसल क्वालिटी हाई क्वालिटीको सोफाहरू भन्छ। यतापट्टि चाहिँ एकदमै राम्रो क्वालिटीको डी ह्यान्डलमा रेक्जिन 2 to 3 सिटरको सोफा तयार हुँदैछ। त्यस पछाडि चाहिँ म यता बाहिर निस्केको। यो चाहिँ डेलिभरीको लागि तयार भएको कर्नर सोफा रहेछ। त्यस पछाडि चाहिँ म यतापट्टि आएँ। यो चाहिँ हाम्रो सानो बस्ने एरिया हो। त्यस पछाडि म सर र भित्र गएर अफिसमा बसेँ। थ्याङ्क यू सो मच।